एभ्रिवान नमस्ते हजुरहरूलाई स्वागत छ मेरो यस च्यानलमा। आज म यस भिडियो मार्फत हजुरहरूलाई बताउन गइरहेको छु कि मोटापामा तौल घटाउने 10 वटा टिप्सहरूको बारेमा। सो अन्त्यसम्म सुन्नुहोला। जति खानुहुन्छ त्यो भन्दा बढी चाहिँ क्यालोरी चाहिँ बर्न गर्नुहोस्, जसले गर्दाखेरि मोटापाबाट चाहिँ राहत मिल्छ अथवा तौललाई घटाउनका लागि मद्दत मिल्छ। र सानो प्लेटमा खानुहोस्, किनभने ठुलो प्लेटमा जति धेरै लिन्छ त्यति धेरै खान मनपर्छ। त्यही भएर सानो प्लेटमा खानुभयो भने चाहिँ थोरै लिएर त्यति नै खाए पनि अगाइन्छ। र पुरा दिन चाहिँ मनतातो पानी पिउनुहोस्, एकदम मनतातो पानीलाई पिइराख्नुहोस्, जसले गर्दाखेरि चाहिँ हामीले अब चिसो पानी पिउँछौँ, त्यसले गर्दाखेरि चाहिँ वेट बढ्छ र मनतातो पानीले चाहिँ वेटलाई रिड्युस गर्नको लागि पनि मद्दत गर्छ, हाम्रो फ्याटलाई बर्न हुनको लागि पनि मद्दत गर्छ। अझ त्यसमा लेमन मिक्स गरेर पिउनुभयो भने त अति उत्तमै हुन्छ। अब खाएर तुरुन्त यदि सुत्ने बानी छ भने यसलाई पुरै अभोइड गर्नुहोस् र खानामा एकदम फाइबरको मात्रा बढी लिनुहोस्, जसले गर्दाखेरि चाहिँ खाना पेटमा जमेर बस्न पाउँदैन। फाइबरको मद्दतले गर्दाखेरि छिटै आउटपुट हुनको लागि मद्दत गर्छ। अब दुधभन्दा बढी चाहिँ दही खाने गर्नुहोस्, किनभने दुधमा प्रोटिन एकदम ज्यादा हुन्छ, जसले गर्दाखेरि चाहिँ अब फ्याट मसल्सहरू लाग्नका लागि मद्दत गर्छ त्यसले, दुधले चाहिँ। दहीले चाहिँ के हुन्छ भने हाम्रो पेटलाई नै ठन्डा बनाएर राख्छ, शीतल बनाएर राख्छ र वेट रिड्युसको लागि पनि, मोटापा घट्नको लागि पनि मद्दत गर्छ। अब चिया कफी पिउने बानी छ भने यसलाई चाहिँ हटाउनुहोस् र यो जुन चिसो पेय पदार्थ जस्तै कोल्ड ड्रिङ्कहरू खानुहुन्छ भने चाहिँ यसलाई पनि अभोइड गर्नुहोस्, किनभने कोल्ड ड्रिङ्कमा यति ज्यादा सुगर हुन्छ कि जसले वात्तै नै वेटलाई बढाइदिने गर्छ। कोल्ड ड्रिङ्कलाई अभोइड गर्नुहोस्। बरु सक्नुहुन्छ भने मैले भनेकै छु कि लेमन वाटर पिउनुहोस्, नरिवल पानी पिउनुहोस्, जसको सेवनले गर्दाखेरि चाहिँ यो हाम्रो शरीरको स्वास्थ्यलाई अझ ज्यादा राम्रो हुनको लागि पनि मद्दत गर्छ। र एक्सर्साइजमा ध्यान दिनुहोस्, एक्सर्साइज गर्नुहोस्। अब कस्तो बानी हुन्छ भने बिहान त एक्सर्साइज गरिन्छ, तर दिनभरि सुतेर बस्ने एकदम आराम गर्ने बानी हुन्छ। त्यस्तो नगर्नुहोस्। धेरै सुत्दाखेरि पनि अब मेन्टल इलनेसहरू आउन सक्छ। एक्सर्साइज गर्नुहोस्, बेला बेला हिँडुल गर्नुहोस्, जसले गर्दाखेरि चाहिँ वेट रिड्युस हुनमा मद्दत हुन्छ। र रातमा टाइममा सुत्नुहोस्, रातको टाइममा चाहिँ निन्द्रा पुरा लिनुहोस् र राति यो अजवाइनलाई भिजाएर राख्नुहोस्, बिहान उठेपछि त्यसको पानीलाई पिउनुहोस्, अझ यसले वेट रिड्युसको लागि मद्दत गर्छ। यस्तै जानकारीहरू पाउनको लागि हजुरहरूले हामीलाई फलो गर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। यदि यस्तो कसैमा समस्या छ भने उहाँहरूलाई सेयर गर्नुहोस्। आजका लागि यो वेट रिड्युसको जानकारी यति नै रहेको छ। धन्यवाद, नमस्ते।